Sikkim is one of the most peaceful places in India, but something quiet is happening here. People are disappearing. Did you know Sikkim has one of the lowest fertility rates in the country? Fewer younger couples are choosing to have children. Let us hit the streets of Sikkim to find out why does Sikkim have such a low fertility rate and what does this mean for Sikkim's future. I am Pranita and this is what Sikkim thinks. तपाईँले चाहिँ अब के लाग्छ कि अब सिक्किममा फर्टिलिटी रेट चाहिँ अल ओभर दि अब कन्ट्री एकदमै लोएस्ट छ तपाईँ यसमा के सोच्नुहुन्छ मलाई लाग्छ एक त मेबी एजुकेसनको कमी छ लाइक फर्टिलिटी एजुकेसन भयो तपाईँको फ्यामिली प्लानिङको एजुकेसन इज नट इनफ फर देम because in Sikkim, especially women, they are very ambitious and they tend to educate. They go for higher education and the marriages are being neglected. The women are getting married after 30s. It's very common in Sikkim. So I think that's the main cause, in my view, that I think that is. केटीहरु हेर्यो भने सबैजना कामै गर्नु खोज्छ प्राइभेट धरी काम पाए नि उहाँहरु एंगेज भइहाल्छ सो आफ्नो फ्यामिलीमा पनि सबैजना वर्किङै छ अहिले त कोही पनि घर बस्छु म भन्ने छैन अन्त नानीलाई कसले हेर्ने त्यो पनि सोच्छ अन्त मलाई चाहिँ लाग्छ बेसी बिजी भएर पनि हो र अहिले के छ कम्पिटिटिभ भयो नि त लाइफ अन्त कोही सबैजना कमाउने नै हो अन्त कमाएन भने के हुन्छ हामी पछाडी हुन्छ कमाएन भने अब कतिवटा आफ्नो के भन्छ अब डिमान्डहरु फुलफिल गर्न सक्दैन हैन त्यही लाग्छ मलाई चाहिँ मान्छे बिजी पनि भयो र अब फ्युचर ओरिएन्टेड एकदम राम्रो फ्युचर बनाउनु पर्छ भन्ने लागेर कतिजना बाहिर गएर काम गर्छ है फ्यामिली त्यो बनाउने उनीहरुकोमा टाइमै छैन मेरो पोइन्ट अफ भ्यू अब यहाँको मान्छेहरु चाहिँ प्राय जस्तो लाइक अब वर्कपछि हुन्छ नि कामपछि चाहिँ एकदम फोकस हुन्छ नि त अन्त पहिला चाहिँ पहिला सेटल डाउन हुनु इच्छा गर्छ यहाँकोले चाहिँ मेरो पोइन्ट अफ भ्यू अब अरूले के सोच्छ त्यही भएर पनि होला पहिला आफै मजाले सेटल भएर अब बातमा उयो गरौँ भन्ने हुन्छ अहिले त्यहाँदेखिको फेरि अहिले त टिनेजर्स उहिलेको त्यस्तै हुँदैन अहिले टिनेजर भयो कि मेडिसिनहरू उयो गर्छ होइन अब त्यस्तो पनि होला जस्तो लाग्छ मलाई चाहिँ एन्ड वान मोर थिङ सिक्किम हेज भेरी 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 लेस इम्प्लोइमेन्ट रेट द्याट इज अल्सो most of them are unemployed over here. Employment rate is most of them are self-working, right? All of them are not salaried person. That is also the reason, I think, from my point of view. The standard of living has increased. बढ़ेको छ तर त्यो सँगसँगै इन्कम बढेन which means कि अब नानी त पढाउनु नि तर कसरी पाल्ने हो त्यस्तो सोचहरु आउँछ है फ्युचर ओरिएन्टेड त भयो तर त्यो सँगसँगै इन्कम पैसा बढेन हाम्रो स्ट्यान्डर्ड अफ लिभिङ बढेन भने त अभियसली अब त्यो नानीहरु बनाउनु अभियसली पुरा सोच आउँछ हैन सोचाइ आउँदा चाहिँ त्यहाँदेखि आर्ट गर्दैन कतिजनाले चाहिँ हो 10,000 12,000 को स्यालेरीले पुग्दैन भन्ने हुन्छ अभियसली पुग्दैन पनि सो त्यो आई थिंक फ्युचरको बारेमा बेसी सोच्दा चाहिँ आई थिंक उनीहरुले त्यो फ्यामिली प्लानिङ गर्नु चाहिँ उनीहरु अलिक हेजिटेट गर्छ जस्तो लाग्छ मलाई त्यति हो सो तपाईले के सोच्नुहुन्छ लाइक अब नानीहरु चाहिँ रेस गर्नु सिक्किममा चाहिँ एक्सपेन्सिभ हुँदै जान्छ होला भएको छ डेफिनेटली I completely agree to this because again the same thing standard of living बढ्यो है पैसा मतलब थिंग्सहरु एक्सपेन्सिभ हुँदै गयो तर सँगसँगै हाम्रो आफ्नो इन्कम चाहिँ बढेन भने त्यो लेभल म्याच गर्नु इट्स भेरी भेरी डिफिकल्ट डक्टर्स आर एक्सपेन्सिभ मेडिसिन इज एक्सपेन्सिभ क्लोथ्स आर एक्सपेन्सिभ है उनीहरुको टॉयज देखि लिएर एभ्रीथिङ इज एक्सपेन्सिभ है ओ त्यो त अब नानी पनि किन हामी नै आफूलाई नै अब डेली लाइफ उयो गर्नु कस्तो साह्रो पर्छ एउटा सानो ट्याक्सी फी भर्दा नि है कस्तो बेसी बढेको छ अब त्यो Yeah, of course. It's expensive. If you want to give a quality education, yeah, of course it's expensive. कसैले पनि गभर्नमेन्ट स्कुल हाल्छु भनेर सोच्दैन अहिले चाहिँ हैन सबैले के भन्छ अहिले त स्कुलहरु कति आको सबैलाई छ त अब है भन्नु पर्दैन हामीले अब स्कुलमा पनि अहिले कम्पिटिसन भइरहेको छ मेरो नानी त यो स्कुल भन्दा राम्रो स्कुलमा जान्छ भन्ने है सबैजनाले चाहिँ अब अहिले चाहिँ के हेर्छ क्वालिटी पछि भाग्दैछ हैन मलाई त्यस्तो लाग्छ तर मेरो आफ्नै पोइन्ट अफ भ्यूमा चाहिँ नानीलाई अब तपाईले रेज गर्नु त्यस्तो अब एक्सपेन्सिभ पनि छैन बिकज
हाम्रो यहाँ गभर्मेन्ट स्कुलहरू कस्तो राम्रो राम्रो छ है। अब हामीले नै हाम्रो नानीहरूलाई गभर्मेन्ट स्कुल हाल्नु छोड्यो भने त अरूले विश्वास गर्नु छोड्छ। गभर्मेन्ट स्कुलमा हाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ र त्यसरी नै के हुन्छ स्कुलको क्वालिटी पनि बढ्दै जान्छ। Yes, because inflation rate is getting higher day by day. We can see from the very start that taxi fares are also increasing day by day, and it's getting the room rents are also very expensive in Sikkim. Especially talking about Gangtok, it becomes a major problem for searching for room rents because most of the people come and settle here for their jobs and also education like colleges and all. So I think it's getting expensive. So like, what do you think will happen to Sikkim future if this trending continues? Then there will be I think there will be less Sikkimese people. Like population will decrease. That is what happening now. Most of them are from outside only over here, as you all know, right? So Sikkimese population is already less. Since 2011 census, we are like listening all these things, right? Sikkim population. I think now also it's just 7.5 only. So it's very less. Na? They should give education. Government should have something for education, for family planning, for making like 2 kids at least in each family. Do you think like ये ट्रेन चाहिँ अब सिक्किममा कन्टिन्यू गयो भने चाहिँ लाइक अब के हुन्छ होला बादमा? So I think government is also doing some actions, taking some actions for this, like Ama Yojana and all. Various schemes are also coming up, and I think they are also concerning about these issues. So like अब यो ट्रेन चाहिँ अब सिक्किममा फ्युचरसम्म चल्छ होला? चल्छ होला नि। अब झन् मान्छेहरू मोडर्न हुँदै जान्छ। अहिले हामी भन्दा पनि आन्टिजहरू मोडर्न हुँदै गएको छ। झन् हुनु सक्छ मान्छेहरू पहिला आफै लाइफ इन्जोय गर्छ। पहिलाकोहरू त त्यस्तो हुँदैन थियो नि त, लाइफ इन्जोय गर्नु फेसबुक इन्स्टाग्राम त्यो घुम्नुहरू हुँदैन थियो हैन। अब अहिले त मान्छेले प्राय त्यतिखेर चाहिँ बिहा गर्यो सेटल भयो भन्ने खालको फेसिलिटिज ज्यादै दिउँ भन्ने हुन्छ नि त। अब हामीले पनि इफ अब हाम्रो जेनेरेसनमा हाम्रो नानी भयो भने त हामीले पनि 100% फेसिलिटी त दिनु चाहन्छ नि त। त्यही भएर अब कम्ती होस्, एकजना होस् दुईजना होस्, तर हामीले चाहिँ फेसिलिटी चाहिँ एकदम राम्रो दिन सक्छौँ। बिस्तारै हामीले चाहिँ अब त्यो सोच्छ। अब त्यसको कारणले पनि अब हामीले कम्ती बनाऊ, अब कम्ती अब बेसी बनाउँदिन, कम्ती बनाउँ भन्ने त्यही कारणले जस्तो लाग्छ। अब त्यो त म भन्न सक्दिनँ है अब कस्तो हुन्छ, किनभने अब आफ्नो नानीलाई कहाँ पढाउने के पढाउने आफ्नो अर्निङमा पनि डिपेन्ड गर्छ, कतिको अर्न गर्छ है त्यो पनि हुन्छ। र आफ्नो एक्सपेन्सेस केमा हुन्छ, जस्तै कतिजनाले लुगामा बेसी पैसा हाल्छ, कतिले अब ज्वेलरीमा हाल्छ, कतिले एडुकेसनमा हाल्छ। सो इट्स डिपेन्ड अन मान्छेको आफ्नै चोइस हुन्छ नि त, टेस्ट हुन्छ, त्यो माथि नै हुन्छ। अब एकजना मेरो ओपिनियनले मात्रै आई डोन्ट थिङ्क कि अब है कस्तो हुन्छ भनेर, तर मलाई त्यस्तो लाग्छ। I think so. Sky rocket हुँदै नै छ। So I think यो त ब्याक आउने त कुरा हैन, यो अझै बढ्दै नै जान्छ। त्यो सँगसँगै हाम्रो अब के भन्छ एक्सपेक्टेसन्स है, लिभिङ एक्सपेक्टेसन्स एउटा हुन्छ है, एउटा सर्टेन वेमा लाइफ अगाडि बढाउनु है, सोसाइटीमा बस्नु, त्यो एउटा एक्सपेक्टेसन सबैजनाको हुन्छ। सो त्यो बढ्दै नै जान्छ। अब यहाँदेखि हामीले 2024-25 मा जुन चाहिँ हामीले एकदम बेसी स्काई रकेट भएको देख्यौँ है, यो लिभिङ एक्सपेन्सहरू बढेको, त्यो अझै नै बढ्दै जान्छ, मलाई त्यस्तो फिल लाग्छ। People here in Sikkim prefer not more than 1 or 2 children. Yes, I think. मलाई जहाँसम्म लाग्छ गर्दैन होला, but because of this, as I have said, unemployment, like it's very difficult for them to raise. Maybe त्यो पनि रिजन हुन सक्छ। अर्को रिजन इज लाइक अनइम्प्लोइमेन्ट बहुत ज्यादा छ, त्यो त छ नै। Most of them are earning by their own source, business, small businesses they are doing. Those things are very common over here. अहिले अब त गर्दैन। पहिला हो भने चाहिँ अब हाम्रै फ्यामिलीमा हेर्नु भने अब 8 जना 10 जनाहरू हुन्छ। अहिले त एउटा भयो भने पनि अब सक्दिन होस् भन्ने खालको के हो, त्यस्तो एजुकेसन दिनु पनि साह्रो पर्छ नि त, पुरा महँगो भइरहेको छ। कम्ती इन्कमले 3 जना नानी पाल्नु पनि सबैले सक्दैन पनि। अब इभन पुरै पैसा हुनेले पनि 2टा भन्दा बेसी चाहिँ प्रिफर गर्दैन जस्तो लाग्छ मलाई चाहिँ। द्याट्स वाइ गभर्मेन्टले अहिले नानी 3टा बनायो भने तपाईँलाई
हामी के अलाउन्सहरू दिन्छ भन्छन् त्यही कारणले अब गभर्मेन्टले गर्नुहुँदैछ फर्टिलिटी रेटलाई चाहिँ अब अलिकति बढाउनु लागि तर अब गभर्मेन्टको मात्रै होइन सबैजनाको यसमा हुनु पर्यो होइन र अन्त अर्को के लाग्छ लिभिङ रिलेसनसिप पुरा बढेर गएको छ है बस्छ छुट्टिन जान्छ बस्छ त्यो रिलेसनको एसेन्स पनि घटेर गएको छ जस्तो लाग्छ अनि सबैजना वेस्टर्न कल्चर एडप्ट गर्दा गर्दा त्यो पनि एडप्ट गरिसकेको छ कि अब यहाँ चाहिँ बिहाभन्दा बेसी चाहिँ के हुन्छ उहाँहरू लिभिङ रिलेसनसिपमा बस्छ होइन मलाई त्यही लाग्छ यसै थट चाहिँ त्यो हो जस्तो लाग्छ मलाई चाहिँ अब अफेन्सिभ चाहिँ कसलाई पनि भएन होला यो चाहिँ हो तर मलाई त्यस्तो लाग्छ पहिले चाहिँ अब हाम्रो बुजुर्गपाकाहरूले चाहिँ अब 8 वा 10 वा नानी चाहिँ अब रेस गर्नुहुन्थ्यो प्रिफर गर्थ्यो अन्त त्यही हेरी चाहिँ अहिले चाहिँ अब अहिलेको मान्छेले चाहिँ अब एउटा दुईटा मात्रै नानी प्रिफर गर्छ लाइक अब यो टाइममा चाहिँ अब यस्तो डर चेन्जेस चाहिँ कसरी भयो त्यही हो अब मान्छेको बिस्तारै जेनेरेसन बदलिन्छ माइन्ड पनि बदलिन्छ अब पहिला हो भने त्यस्तो एक्सपेन्सिभ थिएन होइन अहिले पहिला गभर्मेन्ट स्कुल कस्तो फेसिलिटी थियो अहिले त गभर्मेन्ट पढाउनु पनि साह्रो पर्छ हो किनभने अब बिकज पहिला हेऱ्यो भने चाहिँ नानीहरू चाहिँ एसेट थियो नि त 10जना नानी भयो भने 8जना खेताला जान्थ्यो 2जनाले घाँस काट्नु जान्थ्यो अहिले चाहिँ वी आर बिङ लाइबिलिटी भइसकेको छ बाउ आमाको क्यों हामीलाई चाहिँ बाउ आमाले पाल्नुपर्छ नि भन्छ नि त पहिलाकोले चाहिँ पाल्नु पर्थेन नानी बेसी भयो भने खेतमा जान्छ होइन जति नानी त्यति एकजनाले गाई चलाउनु जान्छ एकजनाले बाख्रा चलाउनु जान्छ भन्थ्यो नि त अब अहिले त गाई पनि छैन बाख्रा पनि छैन कसलाई चलाउँछ होइन अब त्यही नानीलाई हेर्नु साह्रो पर्छ त्यही कारण चाहिँ हामी लाइबिलिटी भइरहेको छ नि त बाउ आमाको सो आई थिङ्क हामी चाहिँ लाइबिलिटी भन्दा चाहिँ एसेट्स भएर जानुपर्छ जस्तो लाग्यो Like before everything was so simple to live, right? Now these people have to think for standards, status, living status. Everything has changed day by day. That's why maybe that is the reason, I think. आर्ट पनि गर्नुभएको जस्तो पनि लाग्छ हो अन्त पढ्नु पनि हुन्थ्यो है 8-10 जनाहरू त्यहाँदेखि उहाँहरूले सक्नु पनि हुन्थ्यो गर्नु के अहिले पनि लाग्छ अब आफूले आर्ट गऱ्यो भने त हुन्छ पनि होला तर अहिले चाहिँ धेरै बेसी अब एजुकेटेड भयो है मान्छेहरू प्रोज एन्ड कन सबै कुरा नै अगाडि राखिएको छ है सोसियल मिडियामा एक्सपिरियन्स अरूहरूको एक्सपिरियन्स पनि हामीले हेर्नु पाउँछौँ होइन त्यो गर्दा चाहिँ आई थिङ्क पिपल ओभर थिङ्क लट अफ थिङ्स हो पहिला त्यस्तो थिएन सो उहाँहरू आफ्नोमै बस्नुहुन्थ्यो उहाँहरूले आफै प्लानिङ गर्नुहुन्थ्यो उहाँहरूको चल्थ्यो पनि अहिले चाहिँ बेसी अब मान्छेले सोच्यो है सोसियल मिडिया आयो ओभर थिङ्किङ भयो सो आई थिङ्क पिपल बसेर उनीहरूले सोच्ने टाइम पनि छ अहिले है यो गर्दा यस्तो हुन्छ यो गर्दा यस्तो हुन्छ भनेर सो आई थिङ्क द्याट्स द डिफरेन्स So, what do you think? Are people choosing freedom over kids these days? We'd love to hear what you think, so do share your thoughts below. So this is what Sikkim thinks.